यो चाहिँ एकदमै युनिक साउन्ड गरिराखेको छ कि म्याम ट्याक्स टाइपहरूमा चाहिँ के स्पेसिफिक चेन्जेस आएको छ त? जस्तो अब रिडिङको कुरा गर्नु पर्दाखेरि फर्स्टमै रिडिङको अरू डिफ्रेन्ट टाइपको क्वेसन त छँदैछ त्यसमा चाहिँ एउटा चेन्जेस आएको छ कम्प्लिट द वर्ड्स भन्ने रिडिङको पार्टमा र लिसनिङको कुरा गर्नुपर्दा लिसनिङमा पनि तपाईँको लिसन एन्ड जस्तो चुज अर एक्सपोज तपाईँको ठ्याक्कै कन्भर्सेसन अनाउन्समेन्ट एन्ड एकाडेमिक टास्क त एज युजल नै छ अब राइटिङको कुरा गर्नुपर्दा बिल्ड अ सेन्टेन्स एन्ड राइट एन इमेल एड भएको छ अरू चाहिँ सेम नै छ पहिला चाहिँ हाम्रो टास्क वान टास्क टू भनेर दुइटामा चाहिँ दिन्थ्यो भने अहिले चाहिँ तिनवटा टाइपको क्वेसन्सहरू छ राइटिङमा र स्पिकिङको कुरा गर्दाखेरि जस्तो लिसन एन्ड रिपिट जस्तो छ एउटा लास्टमा चाहिँ तपाईँको ठ्याक्कै टेक एन इन्टरभ्यू जस्तो इन्टरभ्यूमा कस्तो क्वेसन्सहरू आउँछ इन्टरभ्यूमा आउने क्वेसन्सहरू जस्तै फर्मेटमा हो त्यहाँबाट क्वेसन सोध्छ र तपाईँले एन्सरहरू त्यो अनुसारले दिनु पर्ने सो दिज आर द मेजर चेन्जेस हियर आफ्टर द जनवरी 21st रिजल्ट पनि अहिले चाँडै आउने हो म्याम? हजुर रिजल्ट पनि पहिलाभन्दा अहिले चाँडै नआउने पहिला चाहिँ हजुरको 1 to 8 डेजभित्रमा आउँथ्यो भने अहिले 72 आवर्सभित्रमा आउँछ र अर्को कुरा चाहिँ त्यतिकैमा पनि ठ्याक्कै यसको भ्यालिडिटी जुन सर्टिफिकेटको जुन हुन्छ नि 2 इयर्स नै छ त्यसले सिक्ने छैन अनि टेस्ट सेन्टरमा के फरक हुनुवाला छ त? हजुर टेस्ट सेन्टरमा चाहिँ पहिलाभन्दा अहिले चाहिँ के चेन्जेसहरू आएको छ भने स्पिकिङ गर्दा हेडफोन नै बिग्रिने हुन्छ त्यसैको लागि अहिले चाहिँ नि टोफलले चाहिँ के गर्ने भनेको छ भने टेस्ट सेन्टरमा यो नयाँ एकदमै लेटेस्ट हेडफोनहरू युज गर्ने त्यो भनेको एकदमै इम्पोर्टेन्ट टुल भयो स्टुडेन्टको लागि सो त्यो कुरा चाहिँ उहाँहरूले एकदमै स्ट्रङली गइराख्नु भएको Okay, thank you so much for that. छ To be detailed. I hope all your queries have been answered. If you have any other doubts, then please contact us at Expert Education now.